Hey guys, welcome back. हजुरलाई स्वागत छ मेरो नयाँ ब्लगमा। अन्त गाइस आज चाहिँ हजुरलाई हामी के देख्न जाने म चाहिँ के देख्न जाँदैछु भने हाम्रोमा चाहिँ गाइस ड्रागन फ्रुट छ नि त। सो हेर्न सक्नुहुन्छ फुलिरहेछ। यो चाहिँ सेतो खालके हो। यो प्राय सुगर फ्री पनि भन्ने गर्छ। अनि हजुरले डाँडागोपा वडा नम्बर 17 धरानमा डाँडागोपामा आएर हजुरले समयको बेला हजुरले फल प्राप्त गर्न सक्नुहुन्छ। अनि यो चाहिँ सेतो खालके हो। सेतो खालके चाहिँ अलिक ढिलो हुन्छ। अहिले अब अलिक ढिलो हुन्छ। रातो चाहिँ निक्लिएर यस्तो भइसक्यो। यो इनार चाहिँ सेतो, सबै सेतो गाइस हेर्न सक्नुहुन्छ। सबै इनार सेतो गाइस। अनि सेतो चाहिँ सुगर फ्री भन्ने गरिन्छ र स्वास्थ्यको लागि पनि धेरै फाइदा हुन्छ। हजुरले सेवन गर्नुला हेर्न सक्नुहुन्छ यसरी यो सेतो खालको गाइस। अबको यो अब 3 हप्तातिर 2 हप्तातिर पाक्छ भने यिनीहरू चाहिँ 4 हप्तासम्ममा रेडी हुने हुन्छ। र यो चाहिँ सबै सेतो खालके हाम्रो जम्मा थुप्रै छ, सेतो र रातो। माथिपट्टि चाहिँ रातो छ, यिनीहरू चाहिँ माथिपट्टि चाहिँ सेतो छ, यिनीहरू चाहिँ रातो हो गाइस हेर्न सक्नुहुन्छ। यो सबै रातो हो। अनि यता तल रातो सेतो छ प्राय, तर धेरै जस्तो रातो छ। यो सबै सेतोहरू हो। यी हल्का पाक्दैछ, तर यिनीहरू चाहिँ हल्का छासमी चाहिँ पाक्दैन, नत्र झ्याप्झै पाक्ने हो गाइस। पाकिरहेको छ कोही हो सर एकैचोटि निक्लिन्छ गाइस। यो चाहिँ रातो हो भने यो सेतो हो। हजुरहरूले कसरी थाहा पाउन सक्नुहुन्छ भने हेर्न सक्नुहुन्छ यसको बोट पनि फाल्टो छ। यो अलिक काँडा टाइप डिफ्रेन्ट टाइपको हुन्छ बोट पनि। यो चाहिँ हेर्दाखेरि यसको फल साइज अनि यो रातो हुन्छ। यो चाहिँ रातो खालके भने यो चाहिँ सेतो खालके हो गाइस, किनकि यसको सेतो खालके अलिक फाल्टै हुन्छ क्या। हेर्न सक्नुहुन्छ यो डिफ्रेन्स र यसको डिफ्रेन्स फुलबाट पनि चिन्न सक्नुहुन्छ। हेर्नु यो सेतोको फुल हो, यस्तोमा त्यस्तो रातो हुँदैन भने रातोको फुलको चाहिँ अलिक बेसी नै रातो हुन्छ। हेर्न सक्नुहुन्छ यो यस्तो हुन्छ। यसरी हजुरहरूले चिन्न सक्नुहुन्छ कसरी कुन चाहिँ रातो कुन चाहिँ सेतो भनेर। हजुरहरूलाई र बिरुवाको कन्ट्याक्ट चाहिएमा हजुरहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। अन्त गाइस यस्तै छ। अनि हामीले चाहिँ कम्पोस्ट मल युज गर्ने गरेको छौँ। हेर्न सक्नुहुन्छ यही हो कम्पोस्ट मल, गाईबस्तुकै मल हो। माथि यहाँ त अब किन्नै पर्छ। हेर्न सक्नुहुन्छ यो चाहिँ रातोको फुल है गाइस, हेर्न सक्नुहुन्छ। ल त गाइस यो चाहिँ डाँडागोपामा अवस्थित ड्रागन फार्म। हजुर हेर्न सक्नुहुन्छ लटरमै फुलिरहेछ। यो आज फुल्यो, यो आज फुल्यो, यो भरे बेलुका फुल्नेहरू रातो। हजुरहरूलाई बिरुवा चाहिएमा सम्पर्क गर्न सक्नुहुन्छ र समय समयमा यहाँ फल पनि हजुरहरूले दिन सक्नुहुन्छ। त्यसैले आउनुहोला। आजको लागि यति नै। र मेरो च्यानललाई सब्सक्राइब पनि, लाइक सब्सक्राइब सेयर गर्न नभुल्नुहोला। नमस्कार।